सो गाइस आज चाहिँ म तल लोरको गएर आएको नि त कि यो बाटो चाहिँ म धेरै पछि हिँड्दैछु बाटो यस्तो भएको चाहिँ यहाँ चाहिँ हुन्छ नि पहिला बाटो चाहिँ यताबाट थियो अहिले चाहिँ यताबाट थिएन बाटो पहिला अहिले चाहिँ यहाँबाट आएछ आफ्टर लङ टाइम गाइज म यो बाटो हिँड्दैछु हो एज यु क्यान सी यहाँनिर उयो हाम्रो सानो गाउँको सानो ब्रिज पनि छ बर्खा सिजनमा चाहिँ ड्यामै हुन्छ क्या पानी ड्यामै हुन्छ हो त्यहाँबाट यता चाहिँ यस्तो पानीले कोट्याइसकेको छ हामी पनि एउटा नेचरको बिचमा बस्छौँ गाइज हो साँप चाहिँ देखिने यसलाई त हामी पनि एउटा नेचरहरूको बिचमा बस्छौँ गोक भिरको टुप्पोमा छ तर पनि एउटा नेचरको ठाउँमा पनि छ क्या त्यही नै हो गाइज यस्तो चाहिँ पहिलानिर हामी गाईहरू हुँदा यस्तो घाँस पाउँथ्यौँ म यहाँनिर अब नोभेम्बर डिसेम्बर जो घाँस काट्छ उनीहरूलाई थाहा होला नोभेम्बर डिसेम्बरमा त साह्रो दुःख हुन्छ नि त घाँसको अन्त जब यस्तो पानी सिजनमा आउँछ कि पानी पर्ने सिजन हुन्छ यहाँतिर घाँसमा आउँथ्यौँ म यस्तो खुसी लाग्थ्यो घाँस देख्दाखेरि अहिले त सबको गाई पनि छैन प्रायःको घाँसहरू पलाएर के हो कि त्यो नै गाइस बाई बाई देख्न सक्नुहुन्छ रुखहरू ड्याममै यस्तो हुन्छ हो अब यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ मान्छेहरूले चाहिँ अहिले चाहिँ खेती गर्नु छोड्यो नि त अन्त खेती गर्नु छोडेर चाहिँ रुखहरू लाउनु थाल्यो त्यही भएर रुखहरू ड्याममै पहिलानिर चाहिँ मान्छेहरू बस्नु लागि चाहिँ रुखहरू काटेर खेती गर्थ्यो होइन हो अझै खेती गर्नु छोडेर चाहिँ मान्छेहरूले रुखहरू रोप्दैछ त्यसको उल्टा किन यहाँनिर हेर्नु सक्नुहुन्छ यो चाहिँ पहिरो हो यस्तो पहिरो आउँछ यहाँनिर चाहिँ यस्तो यहाँबाट त सबै पहिरो हो एक समय सुतिरहेको बेलामा बेलुका आएको थियो यहाँनिर हो पहिरो चाहिँ अन्त यो यस्तो बाँसकोले सपोर्ट देख्थ्यो र पनि कहाँ थाम्न सकिन्छ पहिरोलाई त्यही नै हो गाइस यस्तो छ हाम्रो गोक चाहिँ त्यहाँबाट उपरतिर तपाईँहरू देख्न सक्नुहुन्छ होइन म यता जान्छु म किनकि मेरो सानो माथि प्रब्लम छ गाइस त्यही भएर म यताबाट जाँदैछु डुब्दिन भन्नु त सो म तपाईँहरूलाई के भन्नु चाहन्छु भन्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ कोही बिहा भएर गोकमा आउनु हुँदैछ भने चाहिँ गोक जस्तो चाहिने ठाउँ चाहिँ कुनै छैन हो तपाईँहरूलाई मैले दिइराखेको थिएँ चाहिँ गोकमा सबैको गाडी घोडाको सबैको प्रशस्त दुःख चाहिँ पानीको दुःख हुँदैछ गोकमा हो अरू त सबै के भन्छ तपाईँहरूले त्यही नै हो गाइस सो गाइस अघि चाहिँ म यहाँबाट गएको थिएँ नि त हो घर यहाँबाट पनि पुग्नु त तर म यहाँबाट जान्छु किनभने चाहिँ यहाँनिर चाहिँ मेरो बाँकी छ कि बाँकी भने फेरि म अघि हुन्छ नि त कि त्यही भएर म त बिर्सेछु कि तेलको बाँकी छ भनेर भरे त्यो आन्टीले ग्याङ गरेर रड्डी हुन्छ मान्छेको छेउमा हो जुगान्सी बाटो चाहिँ कहाँ एउटा एनाकोन्डा भन्ने मुभीमा यस्तोबाट साँप भएको छ नि माथिबाट बटालिँदै मलाई आएर पनि खायो भने रड्डी हुन्छ त है त्यो भएर हामी जानुपर्ने हुन्छ हो कहाँ हो बाटो त पहिलातिर हामी यहाँनिर गोरु चराउनु आउँथ्यौँ नि हाम्रो त हाम्रो त होइन हो साथीको गोरु थियो मेरो साथीको गोरु चराउनु आउँथ्यौँ खेल्थ्यौँ यहाँनिर यस्तो भइसक्यो त्यहाँ पनि हात पुग्दैछ गाइस फोनले त यो चाहिँ मेरो फोन चाहिँ यहाँ छ नि त यो फोनको क्यामेरा चाहिँ त्यस्तो राम्रो छैन नि त कि अन्त S24 कि 22 कति हो त्यहाँबाट बनाएको कि आमा हात गल्यो नि गाइस यस्तो बाटो चढ्दैछु म अहिले कहाँ बाटो फेरि हेर्नु मैले भने नि तपाईँलाई अघि घाँसमा गाई पाल्ने नभएर अहिले घाँसहरू अहिलेको घाँस पाल्ने गाईको सिजनमा हो भने घाँस डुङ्गु नै हुन्छ हेर अहिले गाई नभएर पाल्नु बनाइछ म पनि गाई तर हामीले गाई जमानामै पालिसकेको नि त कि त्यही भएर चाहिँ पाल्नु हुँदैन यस्तो हुन्छ हो यस्तो भएछ कि मैले चाहिँ भिडियो
बनाउँदैछु नि त ब्याक क्यामेराबाट बनाउँछु नि त म चाहिँ भ्लग मैले त के सबले बनाउँछ एक्लै बोलेको भिडियो चाहिँ अफ भइसकेछ हो त्यही भएर उनीहरू धाराहरू देखाएको थियो कि तपाईँहरूलाई छैन भिडियो आफै अफ भएछ मैले त्यही भएर म चाहिँ उसले नदेखि यताबाट चट्टै जानुपर्ने हुन्छ उठिरहेको छु त्यही भएर सट्टैमा यताबाट लागिदिनु पर्ने हुन्छ यता चुक्की सबै जानुपर्ने हुन्छ नि त फाइनल गाइस भाइ पुगिसकेँ हजुरलाई यति थ्याङ्क सो मच वाचिङ बाइ बाइ गाइस